हेलो 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 नमस्कार गुड मर्निङ। अब गुड मर्निङ पनि के भन्नु हो हजुर, यति गर्मी हो। राम 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 मार्छ कि क्या हेर्नु त। ओहो 5 मिनट हिँडिसक्यो, यस्तो पसिना हेर्नु त गर्मी। तपाईँको त्यतातिर गर्मी कस्तो छ कस्तो छ प्लिज कमेन्टमा कमेन्ट गर्न नभुल्नु होला है। ओहो ओहो गर्मी, हाई हाई गर्मी भन्थ्यो, यही रहेछ गर्मी भन्नु त। अझै कति बढ्ने हो, सुरुवाती छ, बल्ल अप्रिल छ अनि त्यसपछि आउने महिनाहरू राम गर्मीले सिद्धाउने भयो हजुर। धेरै गर्मी छ, पसिना निक्लिरहेको छ। 10-15 मिनटको बाटो हिँडेर जान पनि कति मुस्किल हो हेर्नुहोस् त। ओहो धेरै गर्मी, गर्मीको कारण नै बन्ने भयो जिन्दगी अब खतम। ल है साथीहरू, गर्मी धेरै छ, गर्मीबाट बच्नु होला साथीहरू। अब गर्मीबाट बच्नको लागि चाहिँ आँखाको जुसहरू, नरिवलको पानीहरू टक्क खानु होला साथीहरू है त। यही नै भन्न चाहे सबैजनालाई है। अब त्यतातिर कति गर्मी छ, यहाँ चाहिँ लगभग तपाईँको 45 डिग्री पुगिसक्यो। तपाईँहरूको चाहिँ कस्तो छ, के छ, कति डिग्री छ होइन, सबै भनिदिनु होला। कमेन्टमा कमेन्ट छोडिदिनु होला, सबैले माया देखाइदिनु होला। यहाँ फेसबुकमा यहाँ तपाईँहरूले भिडियो हेरिदिनु न, फोटो हेरिदिनु न। तपाईँहरूले यहाँ फोटो भिडियो हेरेर यसो लाइक कमेन्ट गरिदिनु होला र साथीहरू। कता जानुभयो यार, 1800-900जना साथीहरू कहाँ पुग्नुभयो, कतातिर हुनुहुन्छ तपाईँहरू, हात उठाउनुहोस् त यार साथीहरू। किन यति सपोर्ट गर्न छोडिदिनु भयो क्या मलाई यार भन्नु त फेसबुकमा। अरे यति साह्रो त नगर्नु न हौ, यति गर्मीमा, यस्तो गर्मीमा पुरा भिडियो बनाइराखेको छु मैले। अरे कमसेकम भिडियोको त इज्जत गरिदिनुहोस् हौ साथीहरू। मेरो यार साथीहरू यार आफन्ती नै सल्लाह के भइरहेछ कि मेरो आफन्तीहरूले नै हेरिदिनु न क्या भिडियोहरू। यार भिडियो हेरिदिनुहोस् क्या तपाईँहरूलाई, म आँप दिन्छु कि हेर न आँप। तपाईँले भिडियो हेरिदिनु भयो, भिडियोमा फोटो लाइक गरिदिनु भयो भने म तपाईँलाई यही आँप खिलाउँछु क्या। यस्तो टेन्सन नगर्नु तपाईँहरू यार, कति टेन्सन गर्नुहुन्छ क्या तपाईँहरू। मैले हजुरहरूलाई भनेको छु नि, म यही आँप खिलाइछु भनेर हेर्नु न। आँप पनि कत्रा कत्रा भइसक्यो कि अब त यसको टक्क पुच्चा थिचेर न गाउँको रोटीसँग बहुत आनन्द हुन्थ्यो त्यो दिन नेपालमा हुँदा। सर केही छैन साथीहरू, तपाईँहरू चाहिँ जे जस्तो भयो भने लाइक कमेन्ट गर्न चाहिँ नछोडिदिनु होला होइन। लाइक कमेन्ट गरिदिनु होला। टक्क यहाँ अन्टी पनि आउनु भएको छ कि टक्क हेर्नु न, मनै हरार भयो कि फेरि गर्मीमा। यस्तो हुन्छ हेर्नुहोस् होइन। अब कहिले काहीँ बाटोमा अन्टीहरू देखिनुहुन्छ होइन, त्यही मनाएर गर्मीको मौसममा त्यही चित्त बुझाउनु पर्छ क्या। ल साथीहरू है त, म चाहिँ यहाँ ड्युटी आएको। यहाँ यो पार्क छ कि गोवर्धन पार्क, यहाँ राम्रो छ यार साथीहरू। यो कार पनि छ यहाँ UP 32 होइन। यो बुलेट बाइक पनि गयो, फेरि मन हरार हुन्छ क्या फेरि। ठिक छ साथीहरू है त। ल त्यही हो है, लाइक कमेन्ट फलो चाहिँ गर्न नबिर्सिनु होला कि साथीहरू। अरे फलो गरौँ भने फलो ब्याक ज्याममा पनि दिन्छु कि। कतिजना साथीहरू सपोर्ट गर्छु यार साथीहरू, तर मैले चाहिँ सपोर्ट कसैले पनि गर्नुहुन्न कि। त्यही टेन्सन लाग्छ मलाई यार। ल हजुर, भन्दै बोल्दै भिडियो 5 मिनट पुगिसकेछ। र साथीहरू है त सबैजनालाई है त, फेरि त यो भिडियो राख्छु भनेको थिएँ, फेरि यहाँ आँपको बुट्टा आयो। यो आँपमा चाहिँ लटमर आँप फलेको रहेछ हेर्नु त। फेरि लटमर आँप फलेको रहेछ, यत्रा भइसकेको छ हेर्नु त। ल त साथीहरू है त, बाई बाई। आज बिहानको भिडियोमा चाहिँ बाई बाई भन्नुपर्छ है त। ल है सबैजनाले माया गर्नु होला है त।